नमस्कार सबैजनामा म चाहिँ हजुरलाई आज बाख्रा फार्म सम्बन्धी केही जानकारी दिन गइरहेको छु र हाम्रो बाख्रा फार्म कस्तो छ के कस्तो रहेको छ कसरी सञ्चालन भइरहेछ हजुरलाई जानकारी गराउन गइरहेको छु। यो हामीले चाहिँ यो सिलप्याक ड्रम यहाँ चाहिँ घुन किरापुत्ली केही पनि लाग्दैन। यसभित्र चाहिँ हामीले यसरी विभिन्न कलरको ड्रमहरुमा चाहिँ हामीले मकैहरू राख्ने गरेका छौं, गहुँहरू दानाहरू राख्ने गरेका छ। यसमा सिलप्याक गरेछ नि हामीसँग बाख्रा खसी जो साना पाठाहरू बेच्ने बेलामा जोख्नु पर्यो भने हामी यो काँटाको प्रयोग गर्छौं। त्यसैगरी अब हजुरलाई म यहाँ देखाउन गइरहेको छु। हाम्रो चाहिँ यो बाख्रा फार्मको यो मूल गेट हो। यो चाहिँ मूल गेट हो। यो मूल गेट हामीले यसरी राखेका छौं। मूल गेटबाट भित्र छिरिन्छ। छिरिसकेपछि हजुरहरूलाई म यो चाहिँ अनि यो खोर चाहिँ हामीले यसरी व्यवस्थापन गरेका छौं। यो खोरमा यसरी टाढा हालेका छौं। यो चाहिँ भर्खर बनाएको खोर हो। हाम्रा पाठाहरू पनि छन् यो सँगै। अनि हामी चाहिँ यस्तो यो पाठा राख्नको लागि दुईटा कोठाको व्यवस्था गरेका छ। यो एउटा कोठा, फेरि यो एउटा कोठा, दुईटा कोठाको व्यवस्थापन गरेको छ। यसरी दुईटा ढोका राखेका छौं। एउटा यो हो, एउटा यो हो। त्यसैगरी यहाँ बाख्राको लागि चाहिँ घाँस खान कटिङको घाँस खानको लागि चाहिँ हामीले यसरी डोडको व्यवस्था गरेका छौं। यसरी डोडको व्यवस्था गरेका छौं। त्यसैगरी अब हाम्रो चाहिँ कम्पाउन्ड देखाउन गइरहेको छु। यो चाहिँ बाख्रालाई यहाँबाट माथि जाने सिडी छ। अब यो मेन गेट भयो अघि देखाएँ हजुरहरूलाई। मेन गेटबाट चाहिँ यो मेन गेटबाट चाहिँ म हजुरलाई सम्पूर्ण देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो एउटा टनल छ। यो टनलभित्र हामीले दिवा खानको लागि चाहिँ डोडको व्यवस्थापन गरेका छौँ। यहाँभित्र चाहिँ खानको लागि। अनि यो तारजाली कम्पाउन्ड हाम्रो यो एकदम खिया नलाग्ने एकदम टिकाउ ड्युरेबल यो तारजाली हाम्रो यो टनलको व्यवस्था गरेका छौँ। त्यसैगरी यहाँ खानाको लागि डोडहरू व्यवस्था गरेका छौँ। अब यो डोडमा चाहिँ अलि खानेकुराहरू अलि हालिगएको होइन, अब चालु गर्ने अवस्थामा हो। अनि यो टनल भयो। यो जालीहरू चाहिँ यहाँबाट यस्तो गरेर यसरी गएर यहाँबाट कम्पाउन्ड गरेका छौँ। त्यसै गरी हाम्रो यहाँ मसिना पाठाहरूलाई चाहिँ राख्नको लागि यसरी राख्नको लागि 1.5 महिनाका पाठाहरूलाई यसरी व्यवस्था गरेका छ। एउटा सानो घर बनाएर राखेका छौँ यसरी। त्यसै गरी हामीसँग अर्को एउटा खोर छ ठुलो, अघि देखाए जस्तै। अनि यो खोरबाट तपाईँको यो एउटा कोठा भयो। यो चाहिँ पुरै सालको एकदम 1 इन्च ग्याप राखेर बनाएको छ। 20-30 वटा बाख्राहरू छन् एउटा कोठामा। यो त्यस्तै छ दुईटा। अनि यो भित्र पनि एउटा कोठा छ। यो चाहिँ अहिले बाख्रा नभएको कारणले घाँस यसो राख्ने व्यवस्थाको हाम्रो। त्यसै गरी एउटा हाम्रो यहाँ कम्पाउन्ड छ। अनि कम्पाउन्डबाट भित्र चाहिँ यहाँ एउटा घर छ। घरभन्दा यतापट्टि चाहिँ यो मिसिन कटिङ मिसिन राखेको छौँ हामीले, चाप कटर। यो चाप कटरले चाहिँ घाँसहरू काट्ने। अनि यो मोटर छ। यहाँ मोटर चालु गरेर अथवा म्यानुअली पनि गर्न सकिन्छ। अनि यहाँबाट गेटबाट भित्र लगेर हामी खानेकुराहरू दिन्छौँ। त्यसैगरी यो कम्पाउन्ड वरिपरि हेरिरहेको छु म। यो कम्पाउन्ड चाहिँ यस्तो छ। जग्गा चाहिँ अलि कान्ला परेको कारणले गर्दाखेरि अब हाम्रो बाख्राको लागि चाहिने पनि यस्तै हो। त्यसरी हामीले यो सखुवाको खम्बाहरू प्रयोग गरेर बनाएका छौँ। यो कम्पाउन्ड चाहिँ तपाईँको यो एरिया भयो पुरै फार्म एरिया। यहाँ नेपियर घाँसहरू छ। बाख्राको खानको लागि फार्मभित्र चाहिँ हामी नेपियर घाँसको व्यवस्था यसो गरेको छ। यो पलाउँछ, बाख्राले खाइरहन्छ। फार्मभित्र चाहिँ यो गोठ भयो। यहाँ सन्तोलाको रुख पनि छ, एउटा नास्पातीको रुख पनि छ। अर्ग्यानिक सिस्नो पनि छ यहाँभित्र।
यो चाहिँ हाम्रो चौसुर पाक्न लागेको छ। यो सुप फुल्दैछ। अचार खाने केरा हो। यो बकुल्ला कोसा लागिसक्यो यो तरकारी खानलाई। त्यसै गरी अब यो सम्म ठाउँमा भयो सबैतिर एकै नासले देखिन्थ्यो। यो कान्ला कान्ला गरेर छ, त्यही भएर यो एकै नासले एकैचोटि एउटै भिडियोमा देखाइदिन। यसरी आइको मूल गेट भयो। यहाँ हाम्रो चाहिँ बाहिर बाख्रा निष्कासन गर्नको लागि बाख्रा बाहिर पठाउनु पऱ्यो भने चाहिँ यो ढोका खोलेर हामी व्यवस्था गर्छौँ। यो अगेपछि बन्द गर्दा नि हुन्छ, खोलेको अवस्था नि हुन्छ। अहिले चाहिँ हाम्रो बाख्रा यहाँ बाँधिएको अवस्था छ, त्यही भएर हो। यो कम्प अहिले चाहिँ हाम्रो बाख्राहरू यसरी बसिरहेछन्। सबै हाम्रो खोरबारीको किङ बोको पनि देख्न गइरहेछ। हाम्रो यो एकदम उन्नत जातको अहिले बजारमा चलेको सेरोही अराउन्ड 80 किलो। पहिलाको चाहिँ हामीसँग कोटा थियो, अहिले चाहिँ सिरोही भन्ने छ फेरि। यो चाहिँ गोर्खा हो, कटहरको रुख। यस्तै छ हाम्रो फर्म। अब यहाँ चाहिँ सरसफाइ काम पनि अलिअलि बाँकी छ। तारजालीहरू यो ग्रिन कलरको छ कि, अनि सानो घाँस जस्तो देखिन्छ, त्यो भएर अलि भिडियोमा देख्न गाह्रो पर्छ। ठ्याक्कै म एक राउन्ड मारेर चाहिँ आएर ठ्याक्कै मेन गेटमा आइपुगेँ। हवस् त अहिलेलाई धन्यवाद। हाम्रो फार्म यस्तै छ।